हेलो गाइज वेलकम ब्याक टु माई च्यानल इट्स मी मोनिका। अनि आज टाइटलबाट थाहा भइसक्नुभयो होला आज हामी कहाँ जान लागेको अनि कसलाई भेट्न लागेको भनेर। अनि अल द वे फ्रम अस्ट्रेलिया 11 वर्षपछि मेरो साथी स्कुलको साथी मलाई भेट्न आउँदैछ। अनि आज म चाहिँ उनीहरूलाई पिक गर्न जान लागेको। अनि म हजुरहरूलाई सानो सर्ट भिडियो बनाएर अपलोड गर्नेछु। अनि हेरेर रमाइलो गरिदिनु हुन अनुरोध गर्दछु। हामी साथीलाई रिसिभ गर्नको लागि नागोयाकी जान लागेको। गाइज सोचेको थिएँ यो गर्छु त्यो गर्छु भनेर भत्के भयो के गाइज रिसिभ गरेको भिडियो बनाउन पाएन। सो डाइरेक्टली हेडिङ टु आवर नेक्स्ट डेस्टिनेसन। सो वी आर इन्जॉयिङ आवर ट्रिप। वाउ सो ब्युटिफुल यार, कस्तो मजाको रिभर के खोला हैन, कस्तो मजाले पानी बगिरहेको, कस्तो यसको साउन्ड सुन्दा नि कस्तो सेटिस्फाइङ के। वाउ। अनि यहाँको घरहरु पनि कस्तो चुच्चो के, कस्तो राम्रो खालको टेम्पल टाइपको हैन डिजाइन परेको। त्यस्तो साह्रो नि छैन। क्या अहिले घर जाने बेलामा तर गाइज यहाँको घरहरू साँच्चै कस्तो राम्रो राम्रो के होइन, यस्तो चुच्चो परेको। अब गाउँघरको याद आएको के मलाई पनि यहाँ गएर। तर यहाँको चाहिँ एकदम राम्रो के ठाउँ पनि, अनि बस्नलाई नि राम्रो होला। त जाडोमा चाहिँ फुल हिउँ पनि पर्ने रहेछ होइन। मलाई चाहिँ फर्स्ट टाइम आएको, मलाई राम्रो लाग्यो ठाउँ हेरेर। यो सिजनमा पनि वातावरण कस्तो सफा राम्रो फ्रेस एयर आउने कि यहाँ चाहिँ। अनि हिमाल पनि कस्तो मजाले देखेको है, हिमाल पनि हेरेँ कस्तो राम्रो। भित्रमा त उसको बाहिर त केही होइन, सब राखेको छ। राम्रै छ होला है। तुमको कैसा लग रहा है रक्षी? हाँ तुमको कैसा लग रहा है? जापान मन पर्यो? यो घर अगाडि हामी चाहिँ माथिबाट भ्यू हेर्नको लागि जाँदैछौँ। स्टे ट्युन गाइस।
हामी अब फर्किन लागेको सिरखाओको टुर सकेपछि हाम्रो नेक्स्ट डेस्टिनेसन छ धन्टना ताकायामा जिनिया ओल्डेस्ट हिस्टोरिकल प्लेस। यसमाथि चाहिँ त्यही छाउनी रचना यो यसको बोर्डर छ नि, यो बोर्डरले छुट्याउने रहेछ के हाई क्वालिटी र लो क्वालिटीको। हाम्रो लो क्वालिटीको रहेछ काम। originated in China or Japanese. Aku balik anis balik. अनि रुम पनि तातो बनाउँछ के लकर हेर्ने लकर घरको लकर यस्तो छ हाम्रो अनि चाहिँ पुरानो स्टाइलको हाम्रो यस्तो हुन्छ नि पोलामा पकाउने यो चाहिँ भाँडा धुने ठाउँ हो अनि पानी राख्ने अपार्टमेन्टहरुमा बस्यो भने चाहिँ यस्तो हुँदैन क्या जोतोकोमा थिएन वासिङ एरिया रे टोयलेट हो वासिङ एरिया रे लुगा धुने ठाउँ यो लुगा धुने ठाउँ ओफुरो बा नुहाउने पनि रहेछ नुहाउने लुगा धुने ओफुरो बा वासिङ एरिया अनि यो चाहिँ टोयलेट गाउँघरमा हुन्छ नि त काठको अनि ढुवाङ चाहिँ सिधै है यो चाहिँ चिप्लिँदै थियो नचिप्लियो भने है स्लिपर दिस वान इज हाई क्वालिटी त्यो नउद्रिनेहरू जस्तो गेस्ट रुम लिभिङ रुम रुम हामीलाई देखाएको होइन नि त नि यो त उताबाट आउनेलाई देखाएको नि त के रहेछ नाकानो पछि रिसेप्सन रुम रिसेप्सन रुम हामीलाई कम्प्लिटली त थाहा नपर्छ नि घोडा रनिङ हर्स अनि रनिङ हर्स पनि डिजाइनर पहिला यस्तो नि लाउने चाहिँ डोमा उसमा कता हो कता के त्यसमा त चाहिँ माथि उफ्रो हुन्छ नि त्यो उफ्रो बाथटब के माथि बसेर तल आगो बाल्ने खालको तातो पानी बाथटब त्यो हट स्प्रिङ टाइपको क्या चाहियो
सबै भयो नि ड्रेसिङ रुम हो क्या के यो अरू ठाउँहरू राम्रै लाग्यो यो ठाउँ चाहिँ लास्टै कस्तो लाग्यो भने चाहिँ यहाँ चाहिँ क्रिमिनलहरूलाई चाहिँ पनिसमेन्ट दिने ठाउँ रहेछ के अनि त्यहाँ हेर्न सक्नुहुन्छ होइन मैले एरो लगाएको छु त्यसमा चाहिँ क्रिमिनललाई राखेर नि डाउन गरेर राखिदिने अनि त्यो सेतो ढुङ्गा चाहिँ माथि राखिदिने खुट्टामा अनि ह्यान्ड चाहिँ बाँधिदिने रहेछ अनि पहिलादेखि नै सो क्रुअल पनिसमेन्ट दिने रहेछ कि जापानिजहरूले खै होला गुन्डी बनाऊ कुरा रे मोटो गर्दै पतला पतला बन्चरो सन्चरो सबै रहेछ गाउँघरमा त्यस्तो मस्त नुन पुरी काटेर सानो त्यो के गाउँमा के नुन राख्ने यस्तोमा के डल्ला नुन थाहा न हाम्रो गाउँमा राख्छ हाम्रो मामा घरमा राख्छ के नुन पुरीका अनि ढिलो हुन्छ नि त नि त्यो पनि ठुलो पर्छ त नि त ठुलो डब्बा पर्दैन लुगा केटाहरूले यस्तो बनायो किमोनो मैले नि अस्ति भर्खरै लगाएको कतिको चाहिँ एकचोटि पनि लाग्थेन जापानमा आएर त्यो मजा आउँछ गर्मीमा लाउने र जाडोमा लाउने छुट्टै छुट्टै हुन्छ किमोनो नि यिनीहरू यस्तै हिँड्छ केही हुँदैन तिनीहरू त्यसरी हिँडिरहेछ के मैले पनि लाएर हिँडेँ कि हामीले यस्तै नै हिँड्थ्यौँ मजाले नै चप्पल नै लगाएको मैले यसरी त्यो काठकोवाला चाहिँ अलिक अनकम्फर्टेबल हुन्छ हामीले लबरको लगाएको भएर कम्फर्टेबलै थियो तर यिनीहरू लबरको लागि यसरी नै हुन्छ यो खुट्टा फ्याँ गर्दैन कि यस्तो यस्तो हुन्छ यस्तो गरेर सामुराईको लुगा यस बन्द भयो कि यो चाहिँ यो लामो होइन यस्तो गरेर पटाङ पार्ट्सहरू पनि रहेछ यसको यो ढुङ्गा यो कालो छ नि घोटेर थाहा छैन राइटिङ मेटेरियल छ पहिला यस्तो लेख्ने कहाँ छ त हिरो गर्न यो हेर नि हामीलाई त एउटा केही आउँदैन यो त केही आउँदैन एउटा केही छैन हामीले पढेको वी डोन्ट नो एनिथिङ या 1 लिटर also यहाँ हेर्ने कुरा त टन्नै थियो तर हामीले आधा बुझ्यौँ आधा चाहिँ बुझेनौँ है के हो कसो हो हेरेर तपाईँहरू आफै बुझिदिनु होला राम्रो है तर यहाँ है पुरै त अब कहाँबाट राख्ने हो र नि मान्छेहरूलाई डु नट टच हान्ने खै ठुलो नेपालको जस्तो डल्ला डल्ला ढिका पऱ्यो भने त जान्छ क्या अरे नर्मल पनि जाँदैन यो सबै बनाएर राखेको होला नि भयो त होला कति वर्ष पुरानो होला
नेपालमा त काठले छाउँदैन है यस्तै यस्तो चाहिँ कहिले पनि देख्दैन है डिजाइन डिजाइन हेर्छ कि होइन कस्तो डिजाइन बनाएको ल है साथीहरू आजको दिन मेरो यसरी नै बित्यो साथीहरूसँग अनि हेरेर रमाइलो गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि यसरी नै मेरो भिडियोलाई माया गरिदिनुहोस् फिनिस थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो हामी चाहिँ अब घरतिर जान लागेको दिस इज आवर सेकेन्ड डे अफ ओसुकानन अनि भिडियो चाहिँ बनाइन मैले फोटो मात्र बनाएर राखेको थ्याङ्क यू गाइज